नमस्कार। मेरो कथाको शीर्षक छ बेचेको मातृत्व। पहाडको चिसो सिरोटो र हिमालको छायामा हुर्किएकी लक्ष्मी आज 5 वर्षपछि घर फर्कदै थिइन्। जहाजको सिटमा बसेको उनको मनमा एउटा अनौठो किसिमको उपुस मुपुसमा थियो। एकातिर बा आमा र सास ससुरालाई भेट्ने खुसी, अर्कोतिर 1 वर्षको उमेरमा छाडेको छोरीले नचिन्ने हो कि भन्ने डर। जहाज बादलमाथि पौड्दै गर्दा लक्ष्मीका आँखा भुसुक्क लागे। उनी एउटा अँध्यारो सुरुङमा दौडिरहेकी थिइन्। कतै टाढेबाट एउटा सानी नानीको आवाज आयो, मम्मी मलाई समाउनुस् न। लक्ष्मी झनै जोडले दौडिन्। केही बेरको दौडपछि उनी सुरुङको अन्त्यतिर पुगिन्। सुरुङको अन्त्यमा उज्यालो थियो। त्यहाँ एउटा नानी पिङ खेलिरहेको थियो। लक्ष्मीले खुसी हुँदै भनिन्, छोरी म आएँ। जब ती नानी फर्किन्, उनको अनुहार त ऐना जस्तै थियो। जहाँ लक्ष्मीले आफ्नै अनुहार देखिन्, तर त्यो अनुहार बिस्तारै धुबिल हुँदै सासु आमाको अनुहारमा परिणत भयो। लक्ष्मीले छोरीलाई छुन खोजिन्, तर उनको हात हावामा ठोक्कियो। लेडिज एन्ड जेन्टलमेन, हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौँ। एयर होस्टेसको आवाजले लक्ष्मी झसङ्ग भइन्। सपनाको त्यो धुमिलो अनुहारले उनको मुटु काँपिरहेको थियो। बाहिर हेरिन्। बिहानको रातो सूर्यको किरणले सेता हिमालहरू नुहाइरहेका थिए। हिमालको त्यो चम्किलो चुचुरो देख्दा लाग्थ्यो त्यहाँ ओर्लिएर एकछिन त्यो डरलाई थाम्न पाए हुन्थ्यो, तर उनको गन्तव्य त तल जमिनमा थियो। जहाज रोकियो। लक्ष्मीको मन त्योभन्दा छिटो दौडिएर एराइभल गेटमा पुगिसकेको थियो। हातमा ट्रली गुडाउँदै गर्दा उनले टाढैबाट देखिन् बा आमा, सास ससुरा र उनीहरूको बिचमा उभिएको एउटा परी जस्तै नानी। लक्ष्मीका पाइलाहरू अब हिँडिरहेका थिएनन्, दौडिरहेका थिए, उडिरहेका थिए। उनले सबै कुरा बिर्सिन्। 5 वर्षको परदेश, रातभरिको अनिदो, परदेशको दुःख अनि त्यो डरलाग्दो सपना। उनले ट्रली त्यहीँ छाडिन् र दौडिएर गएर छोरीलाई अँगालो हाल्न खोजिन्। छोरी, लक्ष्मीको स्वरमा 5 वर्षको मातृत्वको प्रेम थियो। तर ठ्याक्कै त्यही भयो। उनले जुन सपनामा सङ्केत गरेको थियो। छोरी डराएर सासु आमाको सारीको सबको भित्र लुकी। उनको अनुहारमा खुसी होइन, अपरिचित मान्छे देख्दाको त्रास थियो। सासु आमाले भन्नुभयो, हेर त नानी, मम्मी आउनुभयो। छोरीले ठुला ठुला आँखा पार्दै लक्ष्मीलाई तलदेखि माथिसम्म हेरी। केही बेर सन्नाटा छायो। सास रोकिए जस्तो लाग्यो लक्ष्मीलाई। उनलाई लाग्यो अब छोरीले चिन्ने छिन्, तर छोरी रुँदै चिच्याई, नाइ, उहाँ मेरो मम्मी होइन, मेरो मम्मी त आमा हो। यो आन्टी को हो? मलाई किन लिन खोजेको? म जान्न आमा, म जान्न नि हजुरसँग छोडेर भन्दै उनी आमाको साडीमा लुटुटिन्। अझ पछि त उनलाई हेरचाहका लागि राखिएको कमलीको अँगालोमा गइन्। लक्ष्मीमा एउटा ठुलो हलचल पैदा भयो। मन भरिएर आयो, रुन मन लाग्यो, मानौ धरती नै फाटिरहेको छ। सासु आमालाई आमा भन्दा त उनलाई केही लागेको थिएन, किनकि सासु आमा पनि त छोरीको आमा नै हो। तब उनले आफ्नै सन्तानलाई काम गर्ने सहयोगीलाई आमा मानेर उतातिर लुक्न गई। तब लक्ष्मीको मन भित्रभित्र असह्य पीडाले रोयो। सपनामाको त्यो खाली ऐना आज विपनामा परिणत भयो। एयरपोर्टको त्यो बिडला लक्ष्मीलाई अचानक आफू एक्लो भएको रित्तो महसुस भयो। उनले डलर र रियाल त थुप्रै कमाइन्, तर 5 वर्षको समयमा एउटी आमाको पहिचान भने परदेशमै छोडेर आएकी थिइन्। आँखाबाट तप्प आँसु खस्यो।